हेलो साथीहरु, गुड मर्निङ सबैजनालाई। आज चाहिँ मैले धेरै पछि नयाँ भिडियो लिएर आएको छु अनि यो भिडियो चाहिँ मैले इटरीबाट नभएर कीर्तिपुरबाट बनाउँदै छु। अहिले चाहिँ म कीर्तिपुरमा छु। कस्तो राम्रो भ्यू देखिरा होला। आई गेस मलाई चाहिँ नराम्रो देखिरहेको होला, तर त्यस्तो नराम्रो पनि छैन। म चाहिँ यहाँ बसेर पढ्दै हुनुहुन्छ। यति धेरै मेहनती हुनुहुन्छ। अब चाहिँ म मेरो रुममा लिएर जान्छु। आउँदा हुन्छ। अनि उहाँहरू चाहिँ मेरो छिमेकीहरू हुनुहुन्छ, उठिसक्नु भएको छ। म चाहिँ बिहान बिहानै ढोका खोलेर उहाँहरूको रुममा आइसकेको छु। चिया खान आँट्नु भएको कि पानी? ए, राति कतिको मच्छरले टोक्यो? मच्छरले कतिको टोक्यो? हो र? साथीहरू, मच्छरले टोक्छ, त्यसैले झुल लगाउनु होला। अनि त्यसलाई के भन्छ, अल आउट लाएर सुत्नु होला, नत्र मलेरिया डेङ्गु जस्ता रोगहरू लाग्न सक्छ। टोयलेटको बत्ती निभाइदिउँ। को छ टोयलेटमा? टोयलेटमा बहिनी। हाई, गुड मर्निङ। हेरौँ न, भिडियो बनाऊँ। स्वागत छ तपाईँलाई मेरो युट्युब च्यानलमा। थ्याङ्क यू भन्नु न। यता हेर्नु न, कस्तो लजाउनु भएको कि। नलजाउनु न। चिया खानुभयो? अनि तपाईँ दिउँसो किन आउनु हुँदैन? अनि मैले अस्ति दिउँसो हेरेको, तपाईँ त सर्नु भयो अरे रुम। म चिया खाने ठाउँमा आइसकेको छु। भिडियो बनाउँदैछु, अहिले भरे पठाउँछु ल। कस्तो मिठो चिया बनाउनुहुन्छ उहाँले। कतिजनाले उहाँकोमा चिया खानु भएको छ कमेन्ट गर्नु। म चाहिँ अब चिया र बिस्कुट खान्छु। अहिले चाहिँ म चिया खाँदैछु। अब सब्जी लिन चाहिँ म एकछिनमा जान्छु होला हौ। अल्छी लागिरहेको छ अहिले चाहिँ। चिया खाएर म रुम जान्छु। एकजना हाम्रो गुड मर्निङ अङ्कल। मफुला। उहाँ चाहिँ मेरो ससुराबा हुनुहुन्छ। छोरालाई चाहिँ मैले आजसम्म देखेको छैन। गाईजी किराना दोकानमा आउनु भने डिस्काउन्ट माग्नु होला। मेरै हो आफ्नै। मैले दुईटा आउँछ, मलाई मफुला आउँछ। यो चाहिँ मेरो पसल हो, डिस्काउन्ट माग्नु होला। उहाँ चाहिँ मेरो ससुराबा हुनुहुन्छ। छोरा चाहिँ को थाहा छैन। बाई। अब चाहिँ म रुम जाँदैछु। चिया खाइसकेँ, सब्जी लिनु जानु अल्छी लाग्यो। अब फेरि 1 2 3 4 तला माथि चढ्नुपर्छ। झ्याउ लाग्छ। म रुम पुगेर भिडियो बाई बाई भन्दै बनाउँछु। बुतुक्कै भए। मेरी आमा। अब चाहिँ म यो भिडियो यहीँ एन्ड गर्छु। बाई।